उत्कृष्ट कविता हो आजसम्म लेखेको मध्ये मलाई लागेको पनि। त्यसैले यो कविता सुनिदिनु होला। कविताको शीर्षक गणित र म। जब जब कक्षा कोठामा खप्टिएका समूह पढाउँछु, आमा मलाई तिम्रो याद आउँछ। जब जब कक्षा कोठामा खप्टिएका समूह पढाउँछु, आमा मलाई तिम्रो याद आउँछ। गर्व लाग्छ तिम्रो उपसमूह हुनमा। जब जब छुट्टिएका समूह पढाउँछु, बाबा मलाई तिम्रो याद आउँछ। तिम्रो काम गर्ने खाडी सम्झिन्छु। समय पनि त धेरै हो हामी छुट्टिएको, दुःख लाग्छ तिमीमा नहुनुमा। दिदी भाइ निष्ठुरी भयो भनेर मन नदुखाउनु। दिदी भाइ निष्ठुरी भयो भनेर मन नदुखाउनु। नाफा नोक्सानका हरेक समस्या समाधान गर्दा तिमीलाई सम्झिन्छु। याद आउँछ तिमीले मागे जति पैसा नदिँदा मलाई नाफा भएको तिमी पनि सम्झिदियौ। आफूले मागे जति नपाउँदा नोक्सान भएको ऊ बेला बच्चै त थियो। कर बढाउँदै गर्दा मेरो देशको सरकारको गरिबलाई सेक्ने गरी लगाएको कर सम्झिन्छु। कर बढाउँदै गर्दा मेरो देशको सरकारले गरिबलाई सेक्ने गरी लगाएको कर सम्झिन्छु। लेखाजोखा गर्न मन छ, लेखाजोखा गर्न मन लाग्छ। सोध्छु गरिबहरू श्रमिकहरू कहाँबाट तिर्दा हुन् यति विधि करका बारी। ए सरकार किन सेक्छस् गरी खानेलाई युगौँ युगसम्म यसै गरी। छुट रकम पढाउँदै गर्दा सेतो गुलाब झै फुलेकी म मेरो गाउँकी बाल विधवालाई सम्झिन्छु। छुट रकम पढाउँदै गर्दा सेतो गुलाब झै फुलेकी म मेरो गाउँकी बाल विधवालाई सम्झिन्छु। उनको जीवनका दुःखै दुःखका चाङबाट अलिकति दुःख, अलिकति एक्लोपना, अलिकति विरह वेदनालाई छुट गरिदिए पनि हुने। जब जब परमिति निकाल्छु ठोस वस्तुको गाउँले मुखियाको खेतबारी सम्झिन्छु। जब जब परमिति निकाल्छु ठोस वस्तुको गाउँले मुखियाको खेतबारी सम्झिन्छु। र आफैलाई क्वेसन गर्न मन लाग्छ खेतबारी उसको मात्रै किन ठुलो। क्षेत्रफल सिकाउनु अगावै उसैको आलिसान महल सम्झिन्छु। र लाग्छ हामी त अनियमित वस्तु हौँ। क्षेत्रफल निकाल्न पनि अर्काको सहायता लिनुपर्छ। साइरा दाइका अनुहारका वक्ररेखालाई सम्झिन्छु हरेक दिनको ज्यामिति क्लासमा। साइरा दाइका अनुहारका वक्ररेखालाई सम्झिन्छु हरेक दिनको ज्यामिति क्लासमा। हातका ठेला सम्झिन्छु वृत्तको परिधि निकाल्दा। लाग्छ कहिलेकाहीँ त वक्ररेखालाई सिधा पारिदिउँ। लाग्छ कहिलेकाहीँ त वक्ररेखालाई सिधा पारिदिउँ। उसका हातका ठेलाको परिधि निकालिदिउँ। विडम्बना मलाई उसका हातमा परेका ठेलाको न परिधि निकाल्न आउँछ न उसका वक्ररेखा सिधा पार्न आउँछ। जेसुकै कुराको क्षेत्रफल आयतन घनत्व परिमिति भन्नुहोस् निकालिदिन्छु। जेसुकै कुराको क्षेत्रफल आयतन घनत्व परिमिति भन्नुहोस् निकालिदिन्छु। तर सक्दिनँ बाका आँखाको आयतन निकाल्न, आमाका हातका ठेलाको घनत्व निकाल्न, प्रेमिकाले गर्ने मायाको तौल निकाल्न, छोराको भोगको क्षेत्रफल निकाल्न, हजुरआमाको टेक्ने दौडीको लम्बाइ निकाल्न। चक्रिय ब्याज पढाउनु अगावै तल्ला घरे कमान दाइको याद आउँछ। पोहोर साल मेरै अघि साहुलाई दिएको 100 सामाको 300 ब्याज मात्रै 6 महिनामा। मध्यक पढाए झै सबैको औसत जीवन एकै भइदिँदो हो त किन दौडी राखेर। कोही भोक मिटाउनको लागि, कोही भुँडी घटाउनको लागि एका बिहानै। मध्यक पढाए झै सबैको औसत जीवन एकै भइदिँदो हो त किन दौडी राखेर। कोही भोक मिटाउनको लागि, कोही भुँडी घटाउनको लागि एका बिहानै। मध्यका पढाए झै मध्यका पढाउँदा कक्षा 6 को मानबहादुरलाई सम्झिन्छु। किन ऊ मात्र सधैँ अन्तिम बेन्चमा कोलाइरहन्छ आफ्नो फी तिर्न गिट्टी कुन्न। एका बिहानै खोला छेउमा गएकी आमाको मायामा। मध्यका पढाउँदा कक्षा 6 को मानबहादुरलाई सम्झिन्छु। किन ऊ मात्र सधैँ अन्तिम बेन्चमा कोलाइरहन्छ आफ्नो फी तिर्न गिट्टी कुन्न। एका बिहानै खोला छेउमा गएकी आमाको यादमा। के मानबहादुरलाई बिचमा बस्न रहर लाग्दैन होला र साथीभाइको। सम्भाव्यता पढाउँदा झलझल याद आउँछ। सम्भाव्यता पढाउँदा झलझल याद आउँछ। छोरा जन्मिने आशामा मेरा ठुला बाले 7-8 वटा छोरी जन्माएको। माइनस माइनस गुणन गर्दा प्लस हुने, माइनस माइनस गुणन गर्दा प्लस हुने, माइनस माइनस भाग गर्दा प्लस हुने। खुसीलाई केले गुणन गर्दा खुसी होला।
दुःखलाई केले भाग गर्दा सुख होला, आँसु आँसु भाग गर्दा किन हाँसो हुँदैन? जुन कुरा गणितमा खोज्दैछु म, के जिन्दगी नामको च्याप्टर पनि भेटिएला र गणितमा? मेरी प्रेमिका पनि सोधियो यसले पढाउने गणितमा मेरो पढाइ पनि हुन्छ होला र? हो प्यारी, तिमी वर्ग समीकरणको हल गर्दा भेटिएका दुई मान मध्ये एउटा तिमी हो, एउटा म हो। गणितका हरेक च्याप्टर जिन्दगीका हरेक मोडमा प्रयोग भइरहँदा रहेछन्। मैले पढाउने हरेक गणितमा जीवन भेट्छु, पात्र भेट्छु। गणितका सबै समस्या समाधान गर्न सक्छु, तर पात्र नै बनिरहे। धन्न गणित शिक्षक भएर सम्झिने मौका त पाए मेरा पात्रलाई। धन्यवाद।